आउनुहोस् कामपछि आज मैले सिकेको 3 कोरियन सेन्टेन्स तपाई पनि सिक्नुहोस्। 밥 먹었어요. 밥 먹었어요. खाना खानुभयो? 어디 가요? 어디 가요? 어디 가요? कहाँ जाँदै हुनुहुन्छ? 빨리 와. छिटो आऊ. 빨리 와. छिटो आऊ. कोरियामा बस्नुहुन्छ भने मैले जस्तै यसरी नै सिक्नुपर्छ, किनभने मलाई पनि आउँदैन। म पनि कामबाट आएर यसरी नै सिक्ने प्रयास गर्छु र हजुरहरूलाई पनि सिकाउन सक्छु। हजुरहरू कोरियामा बस्दाखेरि यी सेन्टेन्सहरू एकदमै काम लाग्ने उपयुक्त हुन्छ। त्यही भएर यी सेन्टेन्सहरूलाई चाहिँ हजुरहरूले सेभ गरेर पनि राख्न सक्नुहुन्छ। काम लाग्ने कोरियन सिक्न चाहनुहुन्छ भने आउनुहोस् मसँग र सब्स्क्राइब गर्न पनि सक्नुहुन्छ। सब्स्क्राइब गरेर लाइक गरेर मसँग जोडिन पनि सक्नुहुन्छ। भोलि फेरि 3 देखि 4वटा कोरियन सेन्टेन्स लिएर म हजुरहरू सामु उपस्थित हुनेछु। यतिसम्मको लागि चाहिँ हजुरहरूसँग बिदा माग्न चाहन्छु। बाइ बाइ। फलो एन्ड लाइक गरेर सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ हजुरहरूले।